हेलो गाइज, ल स्वागत छ है, स्वागत छ। आज चाहिँ हामी यता गुल्मीदेखि है, गुल्मीको मालिका गाउँपालिकादेखि आज चाहिँ लट्याक्क लाएर आज खेती किसानी गर्न हिँड्यो है। आज चाहिँ हाम्रो रोपाइ छ, तल खेतमा जानु लाग्यो। अब खेत रोपाइ के हुन्छ अब हेर्दै गरौँ है त। यस्तै छ बर्खाको मौसम, बाटोघाटो यस्तै छ। अब म चाहिँ फेरि यता कुटो कोदालो बोकेर ट्याक्क तल गएर अहिले चाहिँ फेरि काम गर्नुपर्ने हुन्छ नि त। ल गाइज हेर्दै गरौँ है त के हुन्छ, म सब देखाउँछु। आज चाहिँ ट्याक्क गएर गोरुले जोतेर आज चाहिँ खेत रोप्ने हो गाइज। मैले घर गएर ट्याक्क गएर म आली लाउँछु, आली कोदालोले। अब चाहिँ हाम्रो घर गाइज, हाम्रो घर ट्याक्क अहिले मस्त मकैबारी रमाइलो छ गाइज। अब चाहिँ यहाँ ऐँसोले खानुपर्ने हुन्छ। एउटा ऐँसोले पाएको देखेँ मैले, ट्याक्क लाएर नेक्स्ट टाइम सब लाग्नुपर्ने हुन्छ। पानी आउला आउला जस्तो गरिरहेको होइन, मौसमले पनि त्यति साथ त दिएको छैन। तै पनि हेरौँ गाइज। हाम्रो पोखरो यो चौर पनि बहुत ठुलो चौर थियो, अहिले चाहिँ सब कालो बातीले घेरेर बिजो गरायो गाइज। ल हेर्दै गरौँ है त। अब जाने हो, तल पुग्ने हो, धेरै तल हो। बाटो हुँदै जानुपर्ने हुन्छ है। यो बाटो गाह्रो छ, यही बाटोमा सर्लक्क यस्तो बाटो। अहिले त रोजगारले दियोस् अलिअलि, मान्छे हिँड्नको लागि यो सजिलो नै गरिदिएको रहेछन् रोजगारमा काम गर्नेले चाहिँ। तर पनि यो बाटो ट्याक्क अब धान रोप्ने, त्यसपछि उहीँ माथिसम्म धान लग्ने, पछाडि पराल लग्ने चाहिँ लगाएर सबै गर्ने हो। यो उकालोमा गाह्रो छ हौ, गाह्रो छ। तर यस्तै छ, बर्खा हिजो साँझ रातभरि पानी परेको। अहिले खोलामा चाहिँ अलिअलि यो खोल सानो खोलो हो, खोल्छो भन्छ है यहाँ चाहिँ। यस पानी अलिअलि आइरहेको छ, त्यो गाह्रोमा सर्लक्क लाएर है। त्यस्तै छ, बाटो बिजोग छ। हेर्दै गरौँ गाइज ल के छ है। तल ट्याक्क देखाइहाल्छु नि हौ तपाईँहरूलाई के हुन्छ गाउँतिर, कसरी खेत रोप्छन् होइन। अब पुरा बजारतिर त ट्र्याक्टरले अझै जोत्ने, ट्र्याक्टरले नै रोपिदिन्छ हो, सजिलो छ नि त। अब हेरौँ के हुन्छ। बाटो यस्तो पनि छ, सङ्घर्ष है, खोलै झर्ने हो अब गाइज। गोरु हिँड्ने बाटोमा मान्छे हिँडेपछि कहाँबाट टुङ्गो लाग्छ हौ। यहाँ चिप्सले भने खतम, बिजोग हुन्छ। पानी जसले चाहिँ रहेछ। ल यहाँ त खेत पनि रोपिभएछन् हौ। यता त खेत रोपिसकेछ, एउटा दुईवटा तिनवटा मकै पनि सर्लक्क राम्रो पो छ नि त हौ यहाँ चाहिँ। अब हामी चाहिँ यो ठाउँलाई चाहिँ राङ्दी भन्छ, राङ्दी खेत भन्छ है। हामी यहाँ आइयो, हाम्रो खेत चाहिँ अलि तल हो, यता चाहिँ अझै रोप्न सुरु भएको त रहन्छ। अब हाम्रो भएपछि होला जानु पऱ्यो तल। हाम्रो खेत चाहिँ अलिअलि तल। यो चाहिँ गाइस कुलो, यस्तै कुलो गराएर चाहिँ खेतसम्म ट्याक्क पानी पुर्याउने हो। त्यति पानीलाई त दुःख छैन, तर पानी पुर्याउन चाहिँ अलिअलि दुःख छ है। हाम्रोमा चाहिँ फेरि यहाँदेखि त्यस्तो तल हुँदै उताबाट सानो खोल्छो छ यताको खेतमा आउनको लागि। यता छ, मौसमले यस्तै गरेर साथ दिए त हुन्थ्यो। पानी पऱ्यो भने त जतिको झेउ केही हुँदैन, गाह्रो छ हौ, गाह्रो छ गाइज। यहाँदेखि तल चाहिँ सर्लक्क देखिने बारी हाम्रो है खेत। सर्लक्क तल जोताइ हुँदैछ, यतै हो। पारि भन्दी म्याले स्कुल छ, यस्तै छ। यहाँसम्म हो हाम्रो, त्यो जोत्नै बाँकी छ हाम्रो। ट्र्याक्टर बिग्रेर यो चाहिँ जोत्न छाडेर हिँडेको, त्यहाँदेखि यति ट्र्याक्टरले जोतेको। खासै जोताइ त भएन राम्रो, त्यही पनि हेरौँ अब। भोलि, आज र भोलिको दिन हो हुनुपर्ने। हेरौँ कहिलेसम्म भ्याइन्छ। आज र भोलि जसरी पनि भ्याउनुपर्ने हुन्छ। पानी चाहिँ आइरहेको छ्याङ पुरा। यो वर्षको फर्स्ट हिलो कुचाइ है, फर्स्ट पानीमा हिलो छ यो। यस्तै छ यहाँ।
गोडा 1 2 4वटा तल पनि रोपाइरहेछ धुमधाम। 2 हल्का गोरु त आजै चलिरहेको रहेछ नै साइडमा त अलिअलि रोपेछ। यता धुमधाम छ। हाम्रो अङ्कल यहाँ बिउ लिएर आउनुहुन्छ खेताबाट। बिउ अङ्कलको काम आज बिउ बोक्ने। मेरो काम भनेको चाहिँ अब पानी मिलाउने काम हो। अरू खतरा गर्छन्। पानी अब यहाँ सानो गराउनु पर्यो रे, यति टाढो खोलिदिनु पर्यो रे। हाम्रो यस्तोबाट आउँछ पानी चाहिँ गाइज ठुलो। यो पानीलाई चाहिँ अब मैले यहाँबाट व्यवस्थापन हानिदिनु पर्ने हुन्छ। भन्ने मर्यो गाइज, पानी अलि जानिदिनु पर्यो। ल अब चाहिँ पानी हल्का सानो गराइयो, आनन्दले जान्छ। अहिले पुगेन भने बढाउने फेरि त्यस्तै छ गाइज। किन मै मारेको नि त? हो त हो न, पानी आयो भने अहिले आपत पार्छ। हो त यहाँ खाऊ खाऊ घाँस खाऊ खाऊ। पानी पर्यो। पानी पर्ला कि नपर्ला सिन्दै ल भन्नुहोस् त तपाईँको? रातभरि आएको पर्दैन। पानी पर्छ कि पर्दैन हेरौँ है। हाम्रो सेन्दाले पानी पर्दैन भन्नु आउँछ, तर मैला चाहिँ अलिअलि पानी पर्छ कि जस्तो लाग्छ फेरि। हाम्रो प्यालो पिठो खाने बेला भएको छ यहाँ। प्यालो पिठो दाइ कस्तो छ? प्यालो पिठो रित्तो थाल दाइले मिठो भएर चाट्न आउँछ। भाउजू मिठो आउँछ नि? बस्यो छैन हाम्रो भाउजूलाई कि कान्छी रोपाइ धुमधाम छ। अब यत्रो रोप्यो, अब यति रोपेर आजलाई सकेर घर जानुपर्छ। पानी धन्न पर्यो छैन अझै पानी चाहिँ। भात खाइयो, प्यालो पिठो खाएर जे होस् डुम्म भयो। गीत गा फाइनल्ली आजलाई चाहिँ सक्यो होइन त? एउटा गरेर मागी आजलाई सक्यो। ल काइँलाबारे दुगुराउँदै हुनुहुन्छ तर
कता त सक्यो सक्यो हामीले उनीतिर यस्तो हिलो भइयो छ खतम भइयो जहाँ अब 10 12 15 16 त्यही अब आजलाई बाई बाई टाटा सिउ म खेतारी बसेँ अब लाग्छ यत्रो रोप्यो आज चाहिँ है जोस् धेरै रोप्यो त कहीँले दुगुराउनुहोस् त गट्टा टट्टा लगाएर ल दुगुर नि आइज नि लुती गाने लगाइ चाहिँ आज चाहिँ होइन काम सकेर सर्लक्क आइयो धौ भएको छ बिहानको हालत यस्तै छ जहाँ अब खतम भइयो ल अब भोलितिर भेट्दै गरौँला गाइज के हुन्छ होइन म देखाउँछु आज चाहिँ यति गरौँ है त गाइज